हेलो गुड मर्निङ नमस्ते साथीहरू हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै भनौँ। आज चाहिँ मेरो यात्रा रहेको छ साथीहरू, गुल्मीदेखि बुटोलसम्मको। हामी चाहिँ बिहान गुल्मीदेखि बुटोल जाँदैछौँ। हामी चाहिँ साथीहरू तम्घासको बाटो नगएर हामी चाहिँ यता तलबाट जाँदैछौँ। दाइले पनि के अरे भ्लग हो क्या हो भन्दै हाँस्दै हुनुहुन्छ साथीहरू। आज चाहिँ हामी तलबाट हिँड्न लागेको, के भन्छ एकदम के कुहिरो लागेर कस्तो मौसम नै चिसो चिसो छ, क्लियर पनि देखिएको छैन के, तर एकदम बिहान कुहिरो त्यसमाथि चिसो, हिँड्नलाई अलिकति गाह्रै पर्ने के। एक त अब बच्चासँग हिँड्न पनि कस्तो के धौ हुने कि, तर के गर्नु साथीहरू, नहिँडी पनि भएन है, बाध्यता भनौँ या के भनौँ यसलाई। हामी चाहिँ गुल्मीको सिमिचर राङबासदेखि तलबाट फेदी खर्ज्याङ हुँदै रिडी निस्किन जान्छौँ साथीहरू। यो बाटो अहिले चाहिँ यहाँनिर खोलाको साइडमा आइपुगेका छौँ। अहिले चाहिँ कुहिरोले गर्दाखेरि दायाँ बायाँ त्यति राम्रो भ्यूहरू पनि देखाउन सकिरहेको छैन साथीहरू। यो चाहिँ रिसोर्ट हो है, यहाँनिर तल खोलाको साइडमा छ। कुहिरोले गर्दाखेरि चिसो छ साथीहरू, के गर्नु साथीहरू, मलाई त बोल्न पनि आउँदैन। मेरो यो सुरुको प्रयास हो। मैले चाहिँ डाइरेक्ट होइन बोलेर भ्लगहरू गराउनलाई लाज लाग्छ कि साथीहरू होइन। केही गर्नु छ भने अब लाज मान्न पर्ने त केही कुरा त छैन होइन। आजकल अब सबैले नै अब राख्छ होइन यो भ्लगहरू, तर पनि मलाई चाहिँ बोल्न एकदम लाज लाग्छ साथीहरू। त्यही भएर भिडियो अलिअलि क्लिप गर्ने के अरे खिच्ने भिडियो चाहिँ अनि गर्ने के, अब आफ्नै भोइस रेकर्ड गरेर गराउँदछु। यो चाहिँ हाम्रो खर्ज्याङ आइपुग्यो साथीहरू। कतिजनालाई थाहा छ होइन, यदि गुल्मीकै हुनुहुन्छ र यो साइड खर्ज्याङ साइडकै कोही हुनुहुन्छ, यही वरिपरिको हुनुहुन्छ भने देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो खर्ज्याङ आइपुग्यो साथीहरू। यदि अब हजुरहरू पनि गुल्मीकै के अरे यदि तपाईँहरूलाई यता बुटोलतिर आउनुपर्ने छ भने पनि साथीहरू, अहिले चाहिँ तलको बाटो आउँदा छिटो पनि हुन्छ, बाटो पनि जोस् राम्रो भइसकेको छ। यदि हजुरहरू बुटोल आउँदै हुनुहुन्छ कोही भने, हजुरहरूलाई थाहा छैन भने यता तम्घासबाट रेसुङ्गा एयरपोर्ट हुने बाटो सिधै मेन रोड नछोडी आउनुभयो भने यता खर्ज्याङतिरबाट हामी चाहिँ डाइरेक्ट रिडी निस्किन आइपुग्छौँ साथीहरू। भन्दै हामी रिडी पनि आइपुग्यौँ। रिडीबाट चाहिँ पुल क्रस गरेर, यो पुल त सबैलाई थाहा नै छ होला, यो चाहिँ रिडी खोलाको हाम्रो पुल रहेको छ साथीहरू। एकदम छिटो आइन्छ कि साथीहरू होइन। हामीलाई अब गाउँदेखि अब तम्घासबाट घुमेर आउनभन्दा यो सिधै आइन्छ, चाँडै आइन्छ साथीहरू। अनि गर्दा माथि चाहिँ दाइले गाडी चार्ज गर्ने ठाउँमा छौँ। यहाँ चाहिँ चिया नास्ता खाने अनि गाडी पनि चार्ज गर्ने भनेर रोक्नुभएको छ। प्रायः दाइले यही नै रोक्नुहुन्छ। हामी चाहिँ यही नै खाजा नास्ता खाएर हामी चाहिँ हाम्रो यात्रा चाहिँ अघि बढाउनेछौँ साथीहरू। यहाँ चाहिँ के गर्नु, मेरो छोरा हेरी भोकाएको थियो कि, घरबाट निस्किँदा अब सुतेको थियो, यहाँ आएर उठ्यो साथीहरू। त्यसैले अब उसलाई दुध त खुवाउनु पर्यो, आफू मात्र खाएर पनि भएन, बच्चालाई पनि खुवाउनु पर्यो भनेर यहाँ चाहिँ दुध खुवाउँदैछु। मेरो बहिनी चाहिँ बिहान म मरे। अनि यताबाट चाहिँ हाम्रो दाइ, ड्राइभर दाइ भनौँ कि अब आफ्नो दाइ हो, उहाँ चाहिँ साइनोले मेरो भेडा पनि पर्नुहुन्छ साथीहरू। उहाँ चाहिँ मेरो नि भिडियो खिच भन्दै अझै उताबाट फोन गरे जस्तो गरेको हो कि खोइ साथीहरू, अब फोन नै आएको हो कि थाहा छैन। अनि यहाँनिर आएर फेरि भान्जालाई पोज रे, अब चाहिँ हिँडौँ जाम छिटो गर भनेर फेरि गाडीतर्फ लाग्यो साथीहरू। अनि हिँड्यौँ। अनि ल भलक गर अनि राम्रो भ्यूहरू खिच, यता मेरो नि खिच भन्दै हुनुहुन्छ हाम्रो दाइले। अनि खिच्न त हुन्थ्यो साथीहरू होइन, कस्तो राम्रो भ्यूहरू देखिएको थियो कि बाटोमा आउँदा। फेरि बाबु काखमा लिएर त्यो भिडियो गराउनै कस्तो सकस के।
तर पनि आफूले सक्दो अलिअलि बिचबिचको क्लिपहरू लिएको छु साथीहरू। तर मलाई यताबाट जाँदा बुटोल जाने क्रममा मलाई चाहिँ यो अर्गलीकै यो फाँटहरू एकदम मनपर्छ कि मेरो यो फेभरेट ठाउँ नै यो होइन। अझै यो यहाँनिर धानहरू फल्ने अनि त्यो धान पाक्ने सिजनमा त कस्तो दामी देखिन्छ कि यो फाँट सर्लक्क होइन, धानै धान दामी देखिन्छ साथीहरू। मलाई चाहिँ एकदम मनपर्छ। सायद गुल्मी तम्घासदेखि बुटोल आउने क्रममा सबैभन्दा फेभरेट ठाउँ भनेको चाहिँ मलाई एउटा लाग्ने भनेको यो अर्गलीको यो खेतहरू पनि हो क्या। अनि आउँदा आउँदा पारिनिर यस्तो दामी हिमाल देखिएको थियो साथीहरू। माथि ठक्क हिमाल होइन, तल यस्तो के बादल ठम्म बसेको यति दामी देखिएको थियो। त्यसलाई चाहिँ अलिकति जुम गरेर खिच्ने रहर हुँदा तर मैले खिच्न सकिनँ साथीहरू। यस्तो दामी हरियो देखिएको थियो कि यहाँनिर मेरो चाहिँ बाबु काखमा थियो अनि अलिकति मिलेन के साथीहरू, सानो बच्चा अनि जुम गरी लिने मन थियो। यहाँनिरको भ्यूहरू एकदम राम्रो देखिएको थियो। बिहान सेतो हिमाल होइन, यस्तो दामी देखिएको थियो नि साथीहरू। आजको भ्यू चाहिँ यहाँनिर आउँदा चाहिँ बल्ल कुहिरोहरू पनि थिएन क्या साथीहरू। मौसम क्लियर थियो। बिहान भने उतातिर कुहिरोले डप्पै परेको थियो भने यहाँनिर चाहिँ यस मौसम राम्रो थियो। पारी भ्यूहरू एकदम राम्रो देखिएको थियो। त्यसमाथि त्यो हिमाल ठम्म बसेको बादल वाउ थियो। यता फेरि हाम्रो दाइले मेरो पनि ठ्याक्क गाडी चलाएको अगाडि बाटो ठक्क देखाएर राम्रो भिडियो गरिदेऊ भन्दै हुनुहुन्थ्यो। ल भन्दै मैले पनि दाइको केही भिडियोहरू लिएँ साथीहरू। अगाडि सर कस्तो हिँडेको अनि दाइलाई लिएर एउटा भिडियो गराएँ। दाइले भन्दै हुनुहुन्छ राम्रो यो मामाहरूलाई नि खिच अरे। अनि सरी मामा भने, तर मामा त होइन तर पनि भन्छ नि त किन अब पुलिसलाई मामा भन्ने चलन छ, त्यही सरी मैले पनि मामा भनिदिएँ। तर के गर्नु, उहाँले जस देश र जनताको लागि एकदम धेरै गर्नुहुन्छ, धेरै मेहनत गरेर ड्युटी बस्नुहुन्छ हाम्रो सुरक्षाको लागि भनेर। तर त्यस्तो त भन्न नहुने हो। गर्दा साथीहरू हामी चाहिँ भैरवस्थान निर आइपुग्यौँ। यहाँनिर आउँदाखेरि चाहिँ दाइले के भन्नुभएको थियो भन्दा, भैरवस्थान आउनु लाग्यो, भैरवस्थानको पनि खिच अरे। अब यहाँ बाबुले नै दिँदैन के खिच्नु भनेको, यस्तो त हो नि, यस्तो चिनिने ठाउँहरू खिच्नुपर्छ भन्दै हुनुहुन्थ्यो। अनि मैले पनि फेरि लिएँ केही सर्ट क्लिप होइन। यो चाहिँ हाम्रो भैरवस्थान मन्दिर हो साथीहरू। यो कतिजना आउनुभएको छ, यो चाहिँ पाल्पाको एकदम प्रख्यात मन्दिर हो भैरवस्थान मन्दिर। कति आउनुभएको छ, यहाँ आउनुभएको छैन होइन। यदि आउनुभएको छैन भने एकचोटि भैरवस्थान को दर्शन गर्न आउनु होला भन्दै फेरि पनि यहाँनिर हिमाल देखिएको छ। यस्तो राम्रो देखिएको थियो यहाँबाट पनि हिमाल त वाउ के। जुम गरेर खिच्छु भन्छु, के गर्नु अब बाबु काखमा थियो अनि फेरि अलिकति मिलेन। फेरि यहाँ अगाडि यो के भन्छ यसलाई, टिप्पर होइन, यो आयल निगमको गाडीले एकदम डिस्टर्ब आइरहेको थियो। अनि पारीको भ्यूहरू एकदम राम्रो आएको थियो कि साथीहरू। अनि केही लिए हामी चाहिँ यता बतासे डाँडातिरको बाटो नलागेर हामी चाहिँ यता तल सायद यो ढुङ्गा खानी भन्छ कि के भन्छ त्यति थाहा भएन साथीहरू। त्यो बाटो हिँड्यौँ। यो बाटो जाँदाखेरि चाहिँ हामी ठ्याक्क त्यानसेनभन्दा तलपट्टि निस्किन पुगिन्छ साथीहरू। यहाँनिरबाट हिँड्दा पनि जो हिँडिरहेको बाटो हो, यो बाटो चाहिँ प्रायः हामी यहीँबाट आउने जाने गर्छौँ प्रायः दाइसँग हिँड्दाखेरि। यहाँनिरको गाउँ के भन्छ थाहा भएन होइन, एकदम मनपर्छ क्या। ठ्याक्क बसेको यस्तो राम्रो छ कि यहाँनिरको गाउँ। यस्तो गाउँ हुँदै जान्छौँ। हेर्नुहोस् यस्तो राम्रो छ बाटोहरू पनि। जस पहिला त यहाँनिर नि कस्तो धुलै भए जस्तो लाग्थ्यो साथीहरू। अहिले चाहिँ जस पिच भएको रहेछ। पहिला चाहिँ एकचोटि आउँदा धुलै थियो, अहिले चाहिँ प्राय धेरै ठाउँ पिच भइसकेको रहेछ। एकदम राम्रो। यहाँबाट पनि पारीको भ्यू एकदम राम्रो आएको थियो। यहाँनिर आउँदा चाहिँ दाइले कस्तो मुस्ताङ जस्तो आइरहेको पारी भन्दै हुनुहुन्थ्यो। के गर्नु,
हेर्दाखेरि मुस्ताङको भाइब्स आयो अरे दाइलाई, तर त्यस्तो चाहिँ छैन। मुस्ताङमा त यत्रो ठुला ठुला अब रुखहरू देख्न त कहाँ पाउनु होइन। जमसमबाट तल लेते साइडतिर चाहिँ ठुलो ठुलो रुखहरू छ। यो के भन्छ धुपीसल्लाहरू, माथि जमसमभन्दा माथि गएपछि त्यस्तो रुखहरू त देख्नै पाइँदैन। तर यहाँ चाहिँ एकदम राम्रो भ्यू साथीहरू। अघि बस जाँदैछ, डिलक्स बस। हामी पछि छौँ। हाम्रो चाहिँ इबी आगन कम्पनीको इबी गाडी हो साथीहरू। हेर्दा यो बस चाहिँ अघि गुडिरहेको छ। अहिले चाहिँ हामीले त्यो बसलाई पनि ओभरटेक गरेर अगाडि आइसकेको छौँ साथीहरू। म त के बोलौँ के भनौँ भन्ने भयो क्या साथीहरू होइन। यो अफ क्यामेरा होइन साथीहरूसँग बसेर गफ गर्दा चाहिँ यस्तो गफ यति आउँछ मेरो गफ होइन। मेरो गफ सुनेर मान्छेहरू दङ्कै छक खान्छ होइन, छक पर्छ। तर यो क्यामेरामा केही राम्रो बोलेर होइन केही भिडियोहरू बनाऊँ भन्यो कि बोली लटपटेर बोली त्यही अड्केर के पिँडालु नै अड्क्या जस्तो खै के भएको होइन, बोल्नै सक्दिनँ कि। सायद अब यो बानी पनि नपरेर हो कि त होइन। त्यस्तै हुन्छ क्या जब अब साथीहरूसँग बस्दा यति गफ आउँछ, यस्तो गफ आउँछ होइन। अब एक्लै पनि अब बरु लेख्दा पनि एकदम लाइन मिलाएर लेख्छु, तर म त्यो बोल्न सक्दिनँ क्या। भन्दा ला हामी त यहाँ प्रवासनिर पो आइसकेछौँ। यो चाहिँ हाम्रो प्रवासको बगैँचा हो। आँपहरू यहाँनिर एकदम राम्रो छ। यस्तो अगाडि होइन भ्यू एकदम राम्रो देखिएको छ साथीहरू। के गर्नु, यो क्यामेरामा बोल्न नसक्ने मेरो समस्या हो कि हजुरहरूको कसैको पनि छ। यहाँनिर चाहिँ दाइले यता रोकौँ कि कता रोकौँ भन्दै हुनुहुन्छ। भन्दै फाइनली हामी गोल पार्क पनि आइपुगेछौँ साथीहरू होइन। आजको भिडियो चाहिँ यति होइन। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला भन्दै आजको भिडियो चाहिँ मैले यही इन्ड गर्न चाहन्छु। बिचको चाहिँ मैले भिडियो लिनै पाइनँ कि, बमिट होला जस्तो भएर। थ्याङ्क्स फर वाचिङ साथीहरू। बाई बाई।